हेलो गाइज वेलकम टु सेकेन्ड पार्ट अफ मानसरोवर भ्लग। अघिल्लो भागमा हामी सल्लीमा बसेका थियौँ र आज हामी यताबाट कैलाश मानसरोवरतिरको यात्रा अगाडि बढाउँछौँ। हेलो गाइज, अहिले चाहिँ हामी यहाँ नेलु पासमा छौँ। हिजो सिमीकोटबाट हिँडेर यता पछाडि तल बसेका थियो। अहिले चाहिँ अब हामी चाहिँ नेलु पासमा पुगिरहेछौँ। दामी रहेछ, पुरै हिउँ छ, यहीँ वरिपरि हिउँ छ। यताबाट अगाडिको यात्रामा हामी नेलु पास हुँदै लिमीतिर अगाडि बढ्छौँ। लिमी हुँदै लाप्चातिर लाग्छौँ, जहाँबाट कैलाश पर्वत र मानसरोवरको दर्शन गर्न सकिन्छ। नै ठिक छ। हाम्रो गाडी चाहिँ अब यता चाहिँ अब जान नसक्ने भयो। यहाँ अब गाडीलाई विश्राम दिएर चाहिँ अब हामी अगाडि बढ्छौँ। हुनुहुन्छ अब दाइले चाहिँ लगेर जानुहुन्छ अब हामीलाई। हेलो गाइज, गुड मर्निङ। अनि हिजो चाहिँ हामी उता तल लिमी भ्यालीमा बसे हो। अब अहिले चाहिँ उता कैलाश मानसरोवर देखिने ठाउँतिर चाहिँ जाँदैछौँ। हामी लाप्चातिर अगाडि बढिरहेका थियौँ। पालिकाले डोजर पठाएको रहेछ बाटो खोल्नका लागि, जसले गर्दा पछाडि छुटेको हाम्रो गाडी पनि आयो। हामी लाप्चाको नजिक पुग्दै थियौँ। यताको ल्यान्डस्केप एकदमै मनमोहक छ। यहाँ चारैतिर फैलिएका ठुल्ठुला पाटनहरू देख्न सकिन्छ। यी खुल्ला पाटनहरू छिचोल्दै हाम्रो यात्रा अगाडि बढिरहेको छ। गाइज, अहिलेसम्म यो यात्राको हाइलाइट प्रस्तुत गरिएको छ। कैलाश मानसरोवरसम्मको इपिक यात्रामा तपाईँहरूलाई स्वागत छ। पुरा भिडियो हेरेर साथ दिनुहोला। नाउ लेट्स कन्टिन्यू भ्लग टु लिमी लाप्चा एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब घुमीफिरी युट्युब च्यानल। हेलो गाइज, अहिले चाहिँ हामी यहाँ लाप्चा भ्यालीमा छौँ। यहाँ चाहिँ यो भवन बनाएर रहेछ। हिजो यही भवनमा सुत्यो, भित्र टेन्ट हालेर। अब मौसम अहिले अलिअलि घाम लागिरहेछ। अघितिर पुरै बादल लागिरहेको थियो, अहिले पनि अलिअलि बादल छ वरिपरि। अनि यहाँबाट सिधा अगाडि यहाँ कैलाश पर्वत देखिरहेछ। अलिक क्लियर चाहिँ देखिँदैन यहाँ कैलाश पर्वत। हिजो हामी यही ठाउँमा क्याम्पिङ गरेर बसेका थियौँ। बिहान उठिसकेपछि गाइड दाइले कफी बनाउनु भयो। कफी खाइसकेपछि हाम्रो यात्रा अगाडि बढ्यो नेलु पासतिर। नेलु पास 4995 मिटर उचाइमा अवस्थित छ, जसले गर्दा यसलाई संसारका अग्ला मोटोरेबल पासहरूमा पार्छ। हिजोको यात्रामा जङ्गल पछाडि नै छुट्यो, जहाँबाट हामीले गाडीमा दाउरा पनि लोड गरेका थियौँ। अब अगाडि कतै पनि जङ्गल भेटिँदैन र हाम्रो यात्रा यी घाँसे मैदानहरू पार गर्दै अगाडि बढ्छ। अब यताबाट अगाडिको यात्रामा हामी यस्तै पाटनहरू र उपत्यकाहरू पार गर्दै अगाडि बढ्छौँ। जेठको महिना भए तापनि पर डाँडाहरूमा अझै हिउँ जमिरहेको देख्न सकिन्छ। अब हामी नेलु पासतिर अगाडि बढ्दैछौँ। 4995 मिटर उचाइमा रहेको पाससम्म पनि गाडीमा पुग्न पाउँदा एकदमै रमाइलो लागिरहेको थियो। नेलु पास कटिसकेपछि फेरि बाटो ओह्रालो झर्छ लिमी उपत्यकातिर। हेलो गाइज, अहिले चाहिँ हामी यहाँ नेलु पासमा छौँ। हिजो सिमीकोटबाट हिँडेर यता पछाडि तल बसेका थियो। अहिले चाहिँ अब हामी चाहिँ नेलु पासमा पुगिरहेछौँ। दामी रहेछ, पुरै हिउँ छ, यहीँ वरिपरि हिउँ छ।
यता हिँड्ने बाटोमा यता पनि पुरै अब आज चाहिँ लिमी भ्याली पुग्ने भने हो। यता अगाडि यस्तो छ स्नो पुरै। बवाल छ यता। यताबाट आयो हामी चाहिँ अब यतातिर झर्ने रहेछ यो रेन्ज। न्यालु पास एकदमै राम्रो ठाउँ रहेछ। चारैतिर हिउँले सेताम्मे डाँडाहरूले मन लोभ्याउँछ। न्यालु पास पुग्दा स्वर्ग नै पुगेको अनुभूति हुँदो रहेछ। हिउँले ढाकेका डाँडाहरू र मरुभूमि जस्तो ल्यान्डस्केप देख्न सकिन्छ यहाँ। अब हाम्रो यात्रा लिमीतिर अगाडि बढ्छ। गाइज अगाडि लिमी भ्यालीको फर्स्ट ग्लिम्प देखिसकेको छ। यता अगाडि रोडमा बाक्लो हिउँ जमेको रहेछ, जसले गर्दा गाडी अगाडि लग्न नसकिने भयो। निक्लिँदैन सुकु भइसक्यो क्या। नै नै ठिक छ ठिक छ। त्यो ब्याग हामी दुईजना बोक्ने हो। हाम्रो गाडी चाहिँ अब यता चाहिँ अब जानु नसक्ने भयो। यहाँ अब गाडीलाई विश्राम दिएर चाहिँ अब हामी अगाडि बढ्छौँ। हुनुहुन्छ अब दाइले चाहिँ लगेर जानुहुन्छ अब हामीलाई। यहाँ चाहिँ गाडी चढ्दैन यो बाटोमा, हाम्रो गाडी यहीँ छ। यस्तो दामी। हामी लिमी पुग्नै अझ धेरै समय लाग्छ। गाडी भइदिया भए त छिटो पुगिन्थ्यो होला। अब हिँडेर जाँदाखेरि चाहिँ अलिक टाइम लाग्छ। केही बेर हिँडिसकेपछि डोजर आइपुग्यो अगाडिको बाटो खोलेर। डोजर आएपछि हामी डोजर चढेर लिमीतिर अगाडि बढ्यौँ। अगाडि एउटा ठाउँमा ठुलो खोला रहेछ, जहाँ हालिएका होम पाइपमध्ये एउटा खोलाले बगाएको रहेछ। रातिको समयमा यो खोलामा पानी बढ्ने रहेछ, दिनभरि हिउँ पग्लिने हुँदा। यो ठाउँको नाम तुलिङ लिमी रहेछ। आजको हाम्रो बास यही ठाउँमा हुनेछ र भोलि हामी लाप्चाको लागि यताबाट अगाडि बढ्नेछौँ। अगाडि आएको खोलाभन्दा अगाडि एउटा झुलुङ्गे पुल आउँछ, जुन हामीले डोजरमा आएका कारण रेकर्ड गर्न पाएनौँ। यो छुटेको भागलाई म अर्को भागमा प्रस्तुत गर्नेछु। त्यही झुलुङ्गे पुल भएको ठाउँमा लिमी रिसोर्ट छ, जुन अहिले बन्द रहेछ। यो रिसोर्ट सिजनमा मात्र खुल्ने गर्दछ।
अब हाम्रो यात्रा लाप्चातिर अगाडि बढिसकेको छ। हिजो तुलिङमा बास बसियो। यही ठाउँमा हिल्सातिर जाने बाटो पनि रहेछ, तर यो बाटोमा गाडी जाँदैन। यो बाटोमा मानेपेमे, तिल, हल्जी र जाङ नामका गाउँहरू पर्ने रहेछन्। लिमीका मुख्य वासस्थानहरू यिनै हुन्। अब हामी लाप्चातिर अगाडि बढ्छौँ। यता बगिरहेको खोलाको मुहान मानसरोवर ताल हो, जुन तल गएर कर्णाली नदीमा मिसिन्छ। मानसरोवर तालबाट बग्दै आएको पानीमा विभिन्न ठाउँका खोलाहरू मिसिँदै तल गएर यो खोला कर्णाली नदी बन्छ। हेलो गाइज, गुड मर्निङ। अनि हिजो चाहिँ हामी उता तल लिमी भ्यालीमा बसे हो। अब अहिले चाहिँ उता कैलाश मानसरोवर देखिने ठाउँतिर चाहिँ जाँदैछौँ। अब यहाँ बाटो पनि लास्टै डेन्जर रहेछ हो यता। अनि यो सिजनको चाहिँ बाटो खोल्न लागि आजै रहेछ। यो अगाडि चाहिँ यो डोजर ट्र्याक ओपन गरिरहेछ। अनि हामी चाहिँ पछाडितिरबाट जाँदैछौँ। यस्तो छ सिन यहाँको बवाल। अब यताबाट जङ्गली घोडाहरू देखिन थाले। गाइड दाइका अनुसार यताबाट अगाडि थुप्रै ठाउँमा जङ्गली घोडाहरू पाइने रहेछन्। लिमी भ्यालीलाई पछाडि छाडेर हाम्रो यात्रा लाप्चातिर अगाडि बढिसकेको छ। होप यु गाइज आर इन्जोइङ दिस ब्लग. Do watch this vlog till end and don't forget to subscribe Bhumi Free YouTube channel. पुरै आइसक्यो मेरो चाहिँ। लिमीबाट उकालो चढिसकेपछि हामी एकछिन यो ठाउँमा रोकियौँ। यति अग्लो उचाइमा अझ ठुल्ठुला मैदानहरू रहेछन्। अहिले सुक्खा सिजन भएको हुँदा यता पुरै मरुभूमि जस्तो देखिन्छ, तर बर्खामा घाँस उम्रिसकेपछि यी मैदानहरू पुरै हरिया देखिन्छन् होला। यहाँ गइहाल्छ। अहिले बनाउनु चाहिँ बनाउनै पर्ने हो क्या यहाँ चाहिँ।
यता पनि अगाडि बाटोमा हिउँ जमेको रहेछ। जमेको हिउँ डोजरले नहटाई अगाडि गाडी लग्ने अवस्था छैन। यताको ट्र्याक नै खुलेको रहेनछ हामी नपुग्दासम्म। सायद हामी नै यो सिजनको पहिलो यात्री हौँ। हामी त्यतातिर गयो तिनीहरू भाग्छ कि उल्टो हान्न आउँछ। ब्लग फुल ब्लग आउँछ। क्वालिटी राम्रो नभयो भने हाम्रो यात्राको मेमोरी चाहिँ आइहाल्छ होइन। क्वालिटी पनि राम्रो छ। कुदाउनु पऱ्यो क्या गाडी पनि ठ्याक्क अनि ठ्याक्क उता कट्नलाई। फाइनल्ली हामी लाप्चा भ्याली पुगिसकेका छौँ। यता सरकारले धर्मशाला पनि बनाएको रहेछ। यता आउने यात्रीहरू यही धर्मशालामा
बास बस्ने रहेछन् र यही ठाउँबाट कैलाश पर्वत अनि मानसरोवर तालको पहिलो दृश्य पनि देखिने रहेछ। यही ठाउँ नेपाल र चाइनाको बोर्डर हो र यो ठाउँबाट अगाडि नेपालीलाई जान नदिने रहेछ। धर्मशालामा सामान झारिसकेपछि हामी नेपालतिर पर्ने अर्को भ्यू पोइन्टतिर लाग्यौँ, जहाँबाट कैलाश पर्वत र मानसरोवर तालको सबैभन्दा राम्रो भ्यू देखिन्छ नेपालतिरबाट। यही पोइन्टबाट नै हो कैलाश पर्वत र मानसरोवर तालको सबैभन्दा राम्रो भ्यू देखिने ठाउँ। नेपालतिरबाट मानसरोवर तालसम्मै पुग्नका लागि भिजा लगाएर मात्र जान पाइने रहेछ। यहाँ नेपालतिर एउटा धर्मशाला मात्र निर्माण गरिएको छ, तर उता चाइनातिर चाइनिज आर्मीको क्याम्प पनि बनाइएको रहेछ, जुन यो भ्यू पोइन्टबाट तलतिर देख्न सकिन्छ। लाप्चा पासको उचाइ समुद्र सतहबाट 5133 मिटरमा रहेछ। हामीले लाप्चा पासबाट कैलाशको दर्शन गऱ्यौँ। लाप्चा पास भ्यू पोइन्टबाट कैलाश पर्वत, मानसरोवर ताल लगायत टाढा टाढासम्म देख्न सकिन्छ। अब हामी धर्मशालातिर लाग्छौँ। हिल्सा गएन भने सिधै सुनेको अब यो मेरो अघि मैले खोलेर गरेको छु, मेरो मेसेज आइरहेछ होइन। त्यही गरी भोलि तिमीहरू सिमिकोट पुग्ने छैन भने म तिमीलाई सिमिकोटमा वेट गर्छु, म जान्न। तर म त तिमीहरू त्यहाँ पुग्यो भने म जान्छु क्या। यही यिनीहरू पनि आज त्यही हिजो बसेको ठाउँमा भन्थ्यो भने सिधै त जाँदैन होइन। तिमीहरू पनि बिहानै जान्छ, तर भोलि फेरि तिमीहरूले अर्को प्रोग्राम बनायो भने भोलि पनि बस्नु भने चाहिँ मलाई अप्ठ्यारो पऱ्यो क्या, बुझ्यौ? Last in February, this is Limi Lapcha. हाम्रो गाडी घाम ताप्दैछ, हामी कफी एन्ड लिमी लाप्चा बिहान 6 बजिरहेछ। Guys, thank you for watching this video till now. These are the view of Kailash Parvat as seen from Lapcha viewpoint. Hope you guys enjoyed this video. बाटोमा छुटेको भाग नेक्स्ट भिडियोमा आउनेछ। थ्याङ्क यू। हेलो गाइज, अहिले चाहिँ हामी यहाँ लाप्चा भ्यालीमा छौँ। यहाँ चाहिँ यो भवन बनाएर रहेछ, हिजो यही भवनमा सुत्यो भित्र टेन्ट हालेर। अब मौसम अहिले अलिअलि घाम लागिरहेछ, अघितिर पुरै बादल लागिरहेको थियो, अहिले पनि अलिअलि बादल छ वरिपरि। अनि यहाँबाट सिधा अगाडि यहाँ कैलाश पर्वत देखिरहेछ, अलिक क्लियर चाहिँ देखिँदैन। यहाँ कैलाश पर्वत तल मानसरोवर ताल आँखाले चाहिँ देखिरहेछ। अब आज चाहिँ हाम्रो रिटर्न हुने टाइम भइरहेछ।